नमस्कार साथीहरू, आज हामी खुसी के हो, रमाउनु के हो, चिन्तित नभएर दिन बिताउनु के हो बुझ्ने कोसिस गर्नेछु। साना नानी बाबुहरूलाई पनि सुनाउनु होला। कृपया सब्स्क्राइब र फलो गरिदिनुहोस्। हजुरहरूको साथको धेरै खाँचो छ। जीवनमा सबैभन्दा ठूलो कुरा के होला? पैसा, घर वा मान सम्मान? यी सबै कुरा जरुरी छन्, तर साँचो खुसी यिनमा होइन। खुसी त हाम्रो मनमा हुन्छ र त्यो तब आउँछ जब हामी सन्तुष्ट हुन्छौँ, धन्यवाद भन्न सिक्छौँ र अरूको खुसीमा पनि रमाउन जान्छौँ। एउटा गाउँमा गङ्गा नामकी बुढी आमै थिइन्। घर माटोको, छानो टिनको, पुरानो सिरक र चिया पिउने एउटै गिलास, तर उनको अनुहारमा सधैँ मुस्कान। छोराछोरी शहरमा थिए, कोही विदेशमा, तर गङ्गा आमै बिहानै उठ्थिन्, आँगन बुहार्थिन्, आकाश हेरेर भन्थिन्, आज पनि भगवानले दिन दिनुभयो, धन्य छु। कसैले सोध्थ्यो, आमै तपाईँलाई त तलब पनि छैन, साथ पनि छैन, फेरि किन हाँसिरहनुहुन्छ? आमैले हाँस्दै भन्थिन्, छोरा, बिहान सूर्य देख्दा नै मेरो मन उज्यालो हुन्छ, त्यो नै त खुसी हो। कस्तो गहिरो कुरा हो है यो। खुसी न त सहरको महलमा मात्र हुन्छ, न त ठुलो पैसामा। खुसी त त्यही हुन्छ जहाँ मन सन्तुष्ट हुन्छ। त्यही गाउँमा अर्को युवक थियो, नाम थियो भीम। उसको काम खेतबारीमा। हिजो वर्षा भयो, अन्न राम्रो फल्यो। भीमले खेत हेरेर भने, मलाई त करोडौँ कमाएको जस्तो लाग्यो। अनि छिमेकीले भने, के तिमी धनी भयो र? भीम हाँस्दै भन्यो, धनी त म मनले छु नि दाई, मेरा बारीका धान हरिया छन्, मेरा बच्चा हाँस्छन्, त्योभन्दा ठुला रत्नहरू के चाहिए? त्यो कुरा सुन्दा मन छोइदिन्छ। कारण साँचो खुसी त्यही हो जहाँ मनले सन्तोष पाएको हुन्छ। सानो बच्चाले टिफिनको आधा साथीलाई दिन्छ, टिफिन आधा हुन्छ, तर खुसी दोब्बर। बुढाबाजे बिहानै उठेर नातिलाई आशीर्वाद दिन्छन्, उनको हातमा केही नपरे पनि मनमा ठूलो खुसी हुन्छ। आमाले बिहान चुलोमा आगो बालेर परिवारका लागि खाना पकाउँछिन्, त्यो काममा माया मिसिन्छ, अनि त्यही माया नै खुसीको स्वाद बन्छ। मान्छेहरू अहिले भन्छन्, समय छैन, पैसा छैन, मनमा शान्ति छैन। तर सोचौँ त, यदि बिहान उठेर हामीले हावा सास फेर्न पायौँ, आकाश निलो देख्यौँ, घरमा परिवार छ, त्यो नै त ठूलो खुसी हो नि। जसले आफैसँग सन्तुष्टि राख्न सिक्छ, उसलाई संसारको कुनै कुरा दुःख दिन सक्दैन। खुसी किनबेच गरेर पाउने कुरा होइन, यो त मनको बगैँचा हो जहाँ माया, धन्यवाद र सादगीले फुल फुलाउँछ। जीवनमा सबै कुरा पाउनुभन्दा पाएका कुरामा रमाउन सिक्नुहोस्। त्यो दिन तपाईँले साँचो खुसी भेट्टाउनुहुनेछ जहाँ पैसा होइन, मनको मुस्कानले संसार उज्यालो बनाउँछ। धन्यवाद साथीहरू। यदि यो सन्देशले तपाईँको मन छोयो भने एक मुस्कान बाँड्न नबिर्सनुहोस्, किनकि खुसी बाँड्दा घट्दैन, बढ्छ। कृपया सब्स्क्राइब र फलो गरिदिनुहोस्। हजुरहरूको साथको धेरै खाँचो छ।